हामी चाहिँ सन्दकफू फालुटको ट्रेकिङ टुर अहिले कति बज्यो 6:15 मा स्टार्ट गरियो। हाम्रो भाइ समीरले हामीलाई माथिसम्म पुऱ्याइदिनु छ अरे। त्यहाँबाट चाहिँ हिँडाइ हुन्छ। हेर्दै जाउँ के हुन्छ। अब अगाडि पनि फेरि त भन्नु के छ? धेरै खुसी लाग्यो है। हामी सल्लाह त अब धेरैजनाले गरेको थियौँ, तर आउने अब हामी 3जना खालि जाउँ। धोकेबाजी एउटा यही नभन्छ। धेरैजना साथीहरूसँग सल्लाह गरेको थियौँ हामीले, तर आज आउने चाहिँ हामी 3जना खालि भन्यो। ठिकै छ, तर पनि अब हामीले हाम्रो वचन चाहिँ राख्यौँ। हामी यति तारिक हिँड्छौँ भनेको यति तारिक टक्कै नि हिँड्यौँ ल। ओके, अब उपरान्त अब हाम्रो ट्रिपहरू कस्तो हुन्छ होला तपाईँहरूले हेरिदिनु होला होइन। हामी तपाईँलाई देखाउनेछु। ल हामी चाहिँ धोत्रेमा पुगेर धोत्रेमा खाजासाजा खाएर अब फेरि टङ्ग्लोतर्फ लाग्दिउँ। अब टङ्ग्लोको उकालो वर्क स्टार्ट। ग्राउन्ड धोत्रे ग्राउन्ड माथि उकालो भाइ फेरि जाँदैछौँ। यो उकालो हो हामी जाने। र अब हजुरहरूलाई माथि टङ्ग्लो पुगेर देखाउने छु है त। असिनाले हामीलाई वेलकम। तर के गर्नु, पानी आउला जस्तो हुनु थाल्यो हो। सुन्नु हुँदै होला गाडङ गुडुङ गर्दैछ। अन्त पुरा हामीलाई चाहिँ डर लाग्दैछ हो। जेसुकै होस् पानी चाहिँ नहोस्। मजा आउँदैछ जे होस् एकदमै। हत्तु चाहिँ हत्तु भइयो हो। यो पानी नपरि चाहिँ गैरीमास पुगौँ भनेको त्यहाँ होटल बुक गरेको छौँ। यहाँबाट अझै 9 किलोमिटर भन्दैछ। तर जे होस् मजा चाहिँ मजा आयो। ल गाइस देखाउँदै गर्छु। ल हामी चाहिँ तुमलिङ अलिक नाग्यौँ। हामीलाई मौसमले हल्का च्यालेन्ज गर्दैछ। अन्त त्यसले गर्दाखेरि हल्का रमाइलो। यो टोपीले धेरै साथ दियो। यस्तो तातो रहेछ कि त्यही एउटा खिचेकै गरौँ। फोटो खिचिदिनुहरू त गाइस एकछिनै। अन्त हामी जाँदैछौँ। अब अहिलेको नजारा यो खालको छ। यस्तो हो। अलिकति धुम्बो लाग्दैछ। पानी चाहिँ नहोस्। हुन त अब हामी एकदम प्रिपेयरमै छौँ छनु त। तर के भन्नु, अब कुनै समयमा कुनै पनि समयमा पानी पर्न सक्छ। हाम्रोतिर चाहिँ पानी आयो अरे, कल आउँदैछ घरबाट। बेला बेला लाग्दाखेरि यसो म्यासेजहरू आउँदैछ। ल अब तपाईँलाई एकैचोटि गैरीमासमा देखाउने छु। गैरीमासको नजाराहरू देखाउने छु यता। र हामी चाहिँ अहिले फिलहाल तुमलिङ आइपुग्यौँ। तपाईँहरूलाई अलिकति त्यो गेट चाहिँ देखाउनु पाइनँ। तुमलिङको नजारा चाहिँ यस्तो छ। खुल्यो दिन धेरै खुल्यो, अघिको भन्दा चाहिँ धेरै खुल्यो हो।
यतिको छ अन्त हत्तु भइसक्यो तर हिँड्ने बानी छ र चाहिँ अलिकति सुविधै छ तर पनि बहुत थाक्दो रहेछ हाम्रो साथीलाई चाहिँ साह्रै पर्यो भन्दै थियो अघि त उकालो चाहिँ एक भाइ यस्तो छ गएकै तुमलिङको नजारा हजुरलाई यस्तो छ एसएसबी क्याम्प यहाँनिर सायद पास काट्नुपर्छ होला जस्तो लाग्दैछ र हामी चाहिँ तपाईँलाई देखाउँदैछौँ हामी कताबाट आएको यो हेर्नुहोस् यो डाँडाहरू यो डाँडाहरू भएर आएको बाटोहरू यहाँ रोड छ हेर्नुहोस् यो बाटो हो फेरि आइगयो नि कालो बादल अब यहाँ हल्का चेकिङ होला सायद आइडेन्टिटीहरू केही माग्छ होला है त यहाँ अब भिडियो गर्नु दिँदैन होला भरे भेट्नु आम्मामा कस्तो केक भयो त दामी यो हो नि फुल त चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली के भन्यो भुजाले त के गर्ने मेरो भाडा लाली गुराँस अजम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डली डलीमा सिङ्गरले हो न ल हामी चाहिँ गैरीबास पुग्नुको लागि सायद 2.5 होला किलोमिटर होला अब हाम्रो त्यहाँ स्टे चाहिँ त्यहाँ हुन्छ हाम्रो अन्त मलाई यो जङ्गल चाहिँ यो गुराँसको रुख यति बाक्लो छ यति दामी छ हेर्नुहोस् न खिच्न मन पर्यो कि ल तपाईँहरूलाई यति देखाउनुको लागि आएको थिएँ ल अब तपाईँहरूलाई एकैचोटि अब राम्रो दृश्य छ भने देखाउने छु नभए चाहिँ सिधै हजुरहरूलाई गैरीबासमा देखाउने छु ल फाइनली हाम्रो आजको वासस्थान नै भनौँ होइन हाम्रो लागि चाहिँ अब वासस्थानै हो आजको बसाइ चाहिँ गैरीबास हामीले राखेको थियौँ बल्ल यहाँ उयोहरू देख्दा लजहरू देख्दा चाहिँ यस्तो खुसी भयो यसरी देख्दाखेरि चाहिँ आइपुग्यौँ हामी यहीँ उता आइपुग्यौँ यो लजहरू देख्दाखेरि चाहिँ अलिकति शान्ति भयो अब मेरो चाहिँ अब यो गैरीबास अलिक माथिसम्म चाहिँ माथिदेखि चाहिँ यस्तो डरलाग्दो ओह्रालो चाहिँ अब मेरो चाहिँ खुट्टा जुत्ताले चाहिँ खुट्टा खाएर चाहिँ जो के भएर चेपेर चाहिँ हेर्नुहोस् न जुत्ता हातमा छ सेगाले पेल्दिउँ भनेको त पेल्नु त पेल्दैछ बिचराले यसरी बिजोक छ मेरो खुट्टाले चेपेर जुत्ताले चेपेर है र हजुरहरूलाई एकदमै देखाउनु गइरहेको छु हाम्रो के अरे यसको नाम मेरो साथीले चाहिँ कम्पनी बेसी दिएकोले गर्दाखेरि चाहिँ यसको नामै कम्पेनियन राख देख्छ हो अब जुम गरौँ भने जुत्ता छ हातमा हो
जुम गरेर देखाइदिन्थेँ यहाँ देख्नु हुँदै होला तल टाढोमा छौँ यहाँ यो चाहिँ हामीलाई माथि टङ्लुबाटै यसलाई चाहिँ खास चाहिँ हाम्रो उताबाट अपोजिट साइडबाट आउँदै थियो एउटा म्यास्टिफले चाहिँ यसलाई खेद्यो कि खेदेपछि चाहिँ हामीसँगै छ त्यहाँदेखिको चाहिँ अब 9 किलोमिटर चाहिँ हामीसँग यो यसरी हिँडेर आउँदैछ कम्पेनियन भाइ जुम गरिदिए त यो मेरो हात जुत्ताले भएन देखाइदिए त ल गयो नि फेरि आउँछ हो हेर्नुहोस् ल अब हामी टक्कै होइन ढिलो भयो फेरि यो फर्केर आउँछ आउँदैछ कि आउँदै छैन हामीलाई हेर्छ टक्कै हेरिदिन्छ हामीलाई सब बनायो त बल्ल बल्ल आइपुग्न आँट्यो हो पर्खिरहेको हुन्छ फेरि जान्छ हामीलाई देखेर गयो पर्खिँदै त्यो मेरो मोजाको हालत देखाइदिए त The socks is just like this. अगाडिबाट पहिला यतिको सफै हो अब हेर्नुहोस् वाउ हामी चाहिँ आइपुगेको छ हाम्रो बेस क्याम्पमै भनौँ है के पऱ्यो त यो ठाउँको नाम दोरीबास र क्रिस थकित अवस्थामा दुईटा लौरोको सहारामा हाम्रो अजु भाइ हत्तु भएको अवस्था टु बी कन्टिन्यू अब फाइनली हामी चाहिँ गैरीबास आइपुग्यौँ र मैले जुत्ता पनि लाएँ अब फोकाली तान्ने हो अब रुममा गएर रुम बुकिङहरू भइसकेको छ अनि अर्को अङ्कललाई यदि हेर्नुभयो भनेदेखिलाई धेरै धेरै धन्यवाद हजुरले भनिदिनु भएको होमस्टेमा बस्नेछौँ आज र हामी यस्तो छ गैरीबास चाहिँ अब त्यसै चाहिँ भनेको होइन रहेछ यहाँ चाहिँ अब सायदै अलिक अगाडि चाहिँ भिडियो गर्नु दिन्छ कि दिँदैन दिन्छ जस्तो लागेन किनभने एसएसबीहरू बसेको हुन्छ चेकिङहरू हुन्छ होला सायद यहाँ फालुट 33 किलोमिटर यहाँबाट सन्दकपू 12 किलोमिटर काइयाकट्टा 3 किलोमिटर हामीलाई त काइयाकट्टा हामी यो जग्गाबाट आएको हेर्नुहोस् है यो अब यो डाँडाहरू त अब चट्टै नागेर आउनुपर्छ यो डाँडा त अब खुसी लाग्यो अब बस्नुपर्छ गाइजहरू आम्मामा हामीले रुम पहिला बुक गरिसकेको थियौँ अन्त चियासा खाएर थकान अलिकति मेटिएको जस्तो भयो चिया बिस्कुटहरू खाएर अनि रुममा भर्खर आएर सुतेको त छुइनँ दुईजना चाहिँ ढल्किसकेको छ यस्तो सन्चो भएर हातमा देखिरहेको छ यस्तो सन्चो भएर डराइरहेको छ साह्रो भएर अब म पनि ढल्दिने हो अब तपाईँहरूलाई एकैचोटि अब सायदै हामी भरेको देखाउने छु है त बाई बाई गाइस खाना खानु थाल्ने हुन्छ ल मिठो भयो हो त मिठो भयो जाडोमा हेभी मिठो भयो है